नमस्ते साथीहरू, जय भीम, नमो बुद्धाय, जय निवासी साथीहरू। यो त जेएनजी आन्दोलन भनेको भ्रष्ट, अन्याय, अत्याचार विरुद्धको भन्थे। एमाले, काङ्ग्रेस, माओवादी भन्दा पनि भ्रष्ट जेएनजी आन्दोलनको सरकार देखियो। किनभने साथीहरू, एसएसपी विश्वराज अधिकारी जस्ता एउटा इमान्दार र शान्ति सुरक्षाको विषयमा एक नम्बर एसएसपी विश्वराज अधिकारीमाथि जसरी जेएनजी सरकार, सुशीला कार्की लगायतको टिमले, नेपाल प्रहरीका प्रमुखले जसरी विश्वराज अधिकारीमाथि अन्याय गरेको छ, यो अन्यायको हिसाब हामी भ्रष्ट होइन, भ्रष्टलाई ठिक पार्नुपर्छ भन्ने जेएनजीहरू कता गए? कहाँ गए सुदन गुरुङहरू? कहाँ गए ढुङ्गानाहरू? किन यो देखिएन उहाँले? योभन्दा ठुलो भ्रष्ट, योभन्दा ठुलो अपराध के हुनसक्छ? जेएनजी सरकार, सुशीला कार्कीको सरकारलाई हामी नेपाली नागरिकले प्रत्यक्ष रूपमा बुझेका छौँ। यो भ्रष्टाचारी सरकार, यो एकल नस्लीय र तानाशाही सरकारले प्रष्ट रूपमा देख्न सकिन्छ। एसएसपी विश्वराज अधिकारीमाथि एक नम्बर डिआइजी एक नम्बर हुनुपर्नेमा उहाँलाई डिआइजीबाट पन्छाएर आज देशमा यो ठुलो अन्याय हो साथीहरू। न्याय र अन्याय बीचको दूरीलाई हामीले चिन्नै पर्दछ र यी निकम्मा, नालायक, यो काल नपुगेको प्रधानमन्त्रीलाई पनि चेतावनी दिनै पर्छ। किनभने उहाँहरू जस्ता अपराधी मानसिक क्रियाकलाप भएका मान्छेहरू यदि यो सरकारमा रहिराख्ने हो भने विश्वराज अधिकारी जस्ता एसएसपी साहबहरूले न्याय पाउन सक्दैनन्। हेर्नुहोस्, किनभने उहाँले कानुनीगत क्षमताका हिसाबले, कानुनका हिसाबले र सिनियरका हिसाबले उहाँ एक नम्बर हुँदै गर्दाखेरि पनि उहाँलाई डिआइजीबाट, डिआइजी पद ग्रहण गराउनबाट हटाएर 5औं नम्बरको लागि डिआइजी बन्नमा कतिको यो सरकारको भूमिका छ र कहीँ कतै यो सरकार पनि भ्रष्टाचारमा लिप्त त भएको छैन भन्ने कुराहरू पनि नेपाली जनताले प्रश्न गर्नु पर्दछ।